शालीलाई 1 लाख रुपैयाँ नदी जुत्ता दिने कसले ऋण हाल्दिने लु त यो बिहेमा जुत्ता लुकाउने भन्ने कुरा परम्परादेखि नै चलिआएको कुरा हो, तर अहिले यसलाई विकृतिका रूपमा फैलाउँदै गइरहेको छ। यो बिहेमा जुत्ता लुकाउने कुरा कहाँबाट आयो, संस्कृतिको विकास कहाँबाट आयो भन्ने कुरा अब पहिला जमानामा अब जुत्ता लगाउने कुरा भनेको एकदम धनी मानी अब विशेष कार्यक्रममा मात्र जुत्ता लगाइन्थ्यो, एउटा विशेष व्यक्तिहरूले मात्र जुत्ता लगाउने गरिन्थ्यो। अब बिहेमा जाँदा एउटा दुलहीको घरमा दुलही लिन जाँदा अब चट्ट परेर ह्यान्डसम बनेर जाँदाखेरि अब जुत्ता सुट लगाएर जानु स्वाभाविक नै हो। अनि गइन्थ्यो त्यो बेलामा, अनि जुत्ता लगाएर जाँदाखेरि अब उता टिका टालो सिन्दुर हाल्ने के गर्ने गर्दाखेरि त अब जुत्ता खोल्नु पर्यो। अब जुत्ता खोल्दाखेरि अब जुत्ता खोल्ने हो भने त त्यहाँ अब अरू कसैले लाग्दैनन्, त्यहाँ विशेष खालको जुत्ता छ है। अब चोरी हुने सम्भावना बढी भयो, त्यसले चोरी नहोस् भनेर एउटा सालीले एउटा त्यो जुत्तालाई एउटा सुरक्षित ठाउँमा राखिदिएर पछि बिहे भइसकेपछि जन्ती घर आउने बेलामा दुलालाई दिने चलन थियो। अब दुलालाई त्यो सुरक्षित ठाउँमा त्यो जुत्ता राखिदिएको बापत दुलाले अब राम्री थिइन् होला ऊ बेलामा, अब सालीलाई दुलालाई मन कटक्क भयो होला अनि इनाम दिएछन्। अनि दिए बापत अब त्यो संस्कृतिको विकास बिस्तारै हुँदै गइरह्यो। अहिले आउँदाखेरि त्यो संस्कृतिलाई एउटा विकृतिको रूपमा बनाएर एउटा भेनालाई 4 लाख 5 लाख 1 लाख माग्न थाले। अब यो विषयमा तँ किन बोलेको भन्लान्। अब म नि बिहे गरेको छैन, अब म नि अब 4-5 वर्षपछि त मैले नि पक्कै बिहे गर्छु, पक्कै बिहे गरेपछि मेरा नि साली होलान्। अहिले 4 लाख 5 लाख भइरहेको छ, अब मैले 4-5 वर्षपछि बिहे गर्दा त यो त आकाश छुन्छ। ल यो आकाश छोयो भने ल 4-5 लाख रुपियाँ त मैले तिराउँला, त्यहाँभन्दा बढी भयो भने के गर्ने? ल किडनी बेच्ने, मूत्र थैली बेच्ने, मुटु कलेजो मूत्र थैली किडनी बेच्ने पुग्नेवाला छैन। यो विकृति यो फैलिँदै गइरहेको छ। त्यही भएर हामी यो सबै सिङ्गलहरू मिलेर यो विकृतिको विरोध गर्नुपर्छ। हामीले नै बिहे गर्नु पर्यो। यो सालीहरू खत्तम भइसक्यो क्या, यो सालीहरू खत्तम भइसके। ल गाइज यो भिडियोलाई सेयर गरेर त्यो सालीसम्म पुऱ्याइदिनु होला, अरू मलाई जान्दिनँ।